हेलो एभ्रिवान, सबैलाई नमस्कार। अहिले चाहिँ म छु गोदावरीमा है। अनि समयमै आउने चक्करमा चाहिँ म सबैभन्दा अगाडि आइपुगेँ, किनभने काठमाडौँमा धेरै जाम हुन्छ, सबैलाई थाहा भएकै कुरा हो होइन। त्यही भएर जाम यति हुन्छ भनेर मैले टाइम क्यालकुलेट गरेको थिएँ, तर आज जाम पर्दिएन। सो म समयभन्दा छिटो आएँ, साथीहरू आउँदैछन्। आज विशेष के छ भन्दाखेरि आज चाहिँ सेभ द फ्रग को जुन एउटा प्रोग्राम छ, एक्ज्याक्टली के हो म त्यही फिल्डमै देखाउने छु। अनि जो स्पेसलिस्ट र सेभ द फ्रग को जो फाउन्डर हुनुहुन्छ उहाँ पनि आउनुभएको छ। अनि हामी चाहिँ आज फ्रग स्पेसल हुनेवाला छ यो भिडियो। ओके, लेट्स गो। यहाँ त यति सुरुमा येल्लो निपले तान्यो, त्यसपछि त सबै नै। Also, I like to welcome Dr. Kerry Krieger. He is the founder and ecologist. So we are here to raise frogs are diurnal and some of the frogs are nocturnal. So in Nepal, if you want to walk on frogs, the June or monsoon is the best time. After the monsoon or post-monsoon, we cannot find more frogs. So if you want to really study the frogs, you have to work on the monsoon area. So we have different techniques to walk on frogs. You have to be ready with different equipments, like you have to wear the gum boots, you have to carry your raincoats, you have to carry the umbrella, and you have to carry some bags to keep the frogs if you are taking the samples. And before taking the samples, you have to take the permission from national parks and forest. So these are the things that you have to consider. Today's plan is just to go up 30 minutes up, and after 30 minutes we'll play the game there, like balloon brush, and after that 30 minutes we will return. So in that places we saw some of the frogs. Some of the common frogs found here are toad, common Asian toad, microhyla species can be found here. So we'll learn later techniques how to sort the frog, and then leave to our homes. Okay. Wild versus man versus wild केही छ हामी त म्यान भर्सेस वाइल्डको सुटिङ जाने बाटो छैन त्यहाँबाट? त्यहाँबाट छ, तर यो कस्तो हो फेरि सबै फसिने हो कि भित्र? फेरि जाऊ है। माइ गॉड, स्पाइडरम्यान सुमित ल। ओके ओके, बाटो छ। फ्रग खोज्न आएको सबै फ्रग भयो लास्ट त। इट्स माई टर्न। फ्रग खोज्न आएको, तर फ्रग भेट्न चाहिँ गाह्रै छ है। सो बटरफ्लाई हो, किरा छ। आई डोन्ट नो विच स्पेसिस इज दिस, बट इट्स नाइस। ओके, यहाँ चाहिँ रोड नै गायब भएछ है। उताबाट पिच गरेको रोड छ, यहाँ गायब छ। ओके, यता फेरि कन्टिन्यू छ। सो अब चाहिँ हामी यहाँ गेम खेल्दैछौँ। ओके, अब चाहिँ हाम्रो गेम स्टार्ट हुँदैछ। Anyone who is left to get balloon? कति छिटो फुलाएको सवितले। लन्चको क्यापेसिटी कतिको छ, कतिको हेल्दी छ भन्ने थाहा हुन्छ है। ओके, यस्तो ठाउँमा चाहिँ यस्तो कामहरू बन्द गर्नु पर्यो, जो कोहीले गरिराख्नु भएको छ। खुट्टामा चाहिँ ब्यालेन्स गरेर जाँदै छैन, you have to raise that leg.
No, it's very tough. Okay, this is my balloon. यो लास्टसम्म बचाइयो भने चाहिँ कप पाइन्छ है एउटा. एउटा फाइनल डिसिजन के भयो भन्दाखेरि चाहिँ by any method without using your hands you can brush each other's balloon. Okay. यो चाहिँ यो लाइन र त्यहाँदेखि त्यो लाइनको भित्र चाहिँ हामी हुनुपर्छ. ओके. भित्र जतिन पाइयो है. I can do this all day. Hey man, go. त्यो फुटिसकेको बाहिर हो कि कसो? निस्किन्छ कि हो? आम्ने एक्टिभ हो मम्मी. पाँच बच्चा जस्तो छ हो यस्तै त. त्यसो पाइदिन. ओ दिदी आउनु आराम गर्न आउनु. अलिक उताको ख्याल गरे उता बहिनीले हेरिरहेको छैन टिसीको बहिनीले हेर है. हो नाइस पोजिसन. ल सालिक अगाडि बढ्नु भएको छ ल. टिसी बसेर सिडी चाहिँ भइरहेको छ हाम्रो. के त सिडी जेटको मान्छे जित्नु सक्छ जित्नु छैन ल हाम्रो अब भोटिङ गर्नुहोस्. बेटिङ ल 10 रुपैयाँ 10. सालिकमा 100 रुपैयाँ. सालिकमा 100 रुपैयाँ आयो त्रिमिबाट ल. उताको बहिनी धेरै बाटो खुट्टा तल भएको छ. मलाई अरू बहिनीलाई तारिफ गर ल. उताको बहिनी के आरामै के गर्नु परेको छैन. ए लाइनमा बाहिर जानु होला कृपया. फुट्यो. सबै खेलाडीहरू साथ फेर्दै एकछिन. कुम्फु पाण्डा. शालिक जी एलिमिनेट हुनुभएको छ. साथी मलाई भएको छ हाम्रो टिसीका ग्रुपहरु. देख चाहिए जस्तो भएको छ. तर जुस व्यवस्था गरिदिनु होला. ल विशाल के अब चाहिँ यो गेम अलि लामो भयो त्यही भएर हामीले चाहिँ साइज बलको साइज चाहिँ बढाइदिएको छौँ बेलनको. अब लेट्स सी. ओके अब चाहिँ अझै पनि फुटेन त्यो भएर चाहिँ छलगोलको साइज चाहिँ हामीले एकदम सानो बनाएको छौँ. लेट्स सी. Takes an island net. Nice trick. Okay, यहाँ चाहिँ माइन्ड गेम चलिरहेको छ है. Okay, here is the winner. Thank you everyone for participating. Everyone has performed in the game. One is the winner. So we have printed the Save the Frog Day cup signature. So we have the winner Sabin Prasad Dhungel. So I like Katie to offer the gift for Sabin. Children clap for him.
Wow, nice. You think you are a flower? ओके अब चाहिँ हामी फर्किँदैछौँ है अनि त्यो हाम्रो प्रोग्रामहरू पनि राम्रोसँग भयो मजाले भयो जुन मेन मोटिभको लागि हामी आएको थियौँ फ्रगलाई हेर्ने आइडेन्टिफाई गर्ने त्यसको चाहिँ अरू टेक्निक्सहरू पनि सिक्नको लागि हामी आएको थियौँ तर त्यो अपर्च्युनिटी पाइएन है त्यतिको लक्की भइएन किनभने सिजन पनि सुरु हुँदैछ अब जब मनसुन सुरु हुन्छ त्यस पछाडि चाहिँ फ्रगको एक्टिभिटीहरू हामीले नर्मल्ली देख्न पाउँछौँ अहिले चाहिँ मनसुन सुरु हुँदैछ इफ लक्की भयो भने चाहिँ हामी फर्किँदा पनि तब साथीहरूले चाहिँ ट्याडपोल देख्नु भएको छ अरे मेबी हामीले चाहिँ फ्रगलाई पनि देख्न सक्छौँ हुन त यो नर्मल नै कुरा हो फ्रगलाई देख्नु होइन तर स्पेसिफिक स्टडीको लागि आउँदाखेरि नदेख्नु भनेको चाहिँ इट्स अ डिफ्रेन्ट थिङ तर यहाँ बटरफ्लाईहरू अनि बर्डहरू चाहिँ हामीले राम्रोसँग देख्न पाइयो यहाँको सिनारीहरू एकदम बवाल छ अब चाहिँ हामी फर्किन्छौँ ओके यो चाहिँ हाम्रो अघि ट्याडपोल देखिएको चाहिँ स्पोट हो लेट्स सी हामीले चाहिँ फ्रग भेट्छौँ कि भेट्दैनौँ है बिस्तारै बिस्तारै आस्ते हजुर के को हो थाहा छैन तर तीनटा रिप्रेजेन्टेटिभ हो नि अब उता पुग्यो नि त उहाँ छ विशाल ल हेर्न आउने भएछ अब फाइनली आजको यहाँ पनि त ठुलो एउटा यहाँ पनि छ तीनटा छ तीनटा छ के तीनटै देखेर गएको मैले अहिले तीनटा मात्रै ट्याक्कै तीनटा छ पानीले पकाएर ट्याडपोलमा चाहिँ चिन्न हो कुन हो भन्दा यहाँ छ यहाँ छ त्यो ढुङ्गाको साइडमा कि ट्याक्कै ढुङ्गाको साइडमा ओके यो सब चाहिँ एजुकेसनल पर्पजको लागि हुँदैछ है त्यसो हाल्ने त पा भेउता सबै एउटा भेटिहाल्नु एस्पेक्ट लेग पिस भन्दै वाह कस्तो क्युट रहेछ विशाल फाइनली भर्खर एकदम राम्रो स्टेजको छ भर्खर एडल्ट हुन लाग्यो रहेछ होइन राम्रो छ के गर्नु हेर्ने I like to click more videos. आयोजना हो फ्रगै भेट्यो लै के फ्रग हो त्यो खै पुच्छर भएकोलाई के भन्छ होइन केमा पर्छ अर्डर कौडाटा युरिडेला होइन अनि जसको चाहिँ पुच्छर हुँदैन त्यसलाई अनुरा भन्छ अनुरा विदाउट टेल सेलिब्रिटी फिल भएर आनन्दले बसेर त्यतिकै राख्नु न दाइ त्यसले दोस्रो ल्याउनु I think so. Let's see. Slimy. भेगु त नै कि माछा नै कि भेगु बल्छ दुर्बे gently like this There you go. यसको चाहिँ ठुलो चाहिँ एकदमै ठुलो हुन्छ हैन स्पेसिस Kind of like to hold frog. If you get him right there, then he's calm. That spot Wait, right it's there just like between that. two fingers. They're flat in their hands. I'm going Can you viral. think? भाइ Let me go. ब्रेन हुन्छ त्यो त आरामले बसेको फ्ल्यास हान्न पाइन्छ पाइँदैन दाइ क्यामेरा फ्ल्यास हान्न पाइन्छ भने म खिचिदिन्छु नि बल यार दन्ना यार बल सँगै हाम्रो यो भिडियो पनि अन्त्य हुन्छ थ्याङ्क यू फर वाचिङ लास्टमा स्पोन्सरलाई देखाउँ है ओके थ्याङ्क यू विशाल